लाई जय मसी, नमस्कार। अस्ति अनमोल भाइले सानो कविता लेखेर ल्याउन सक्नुहुन्छ भनेर भन्नुभएको थियो अनि मैले छोटो कविता बालहरूको कविता लेखेर ल्याएको छु। यो कविता विशेष गरेर हाम्रो अनमोल भाइ र मिना नानीको बच्चाको अब पहिलो छोरीको लागि हो र आउने फेरि धेरै बालिकाहरूको यो अर्पणको लागि पनि हो। अनि यो छोटो कविता प्रस्तुत गरी यहाँबाट छुट्नेछु। अनि कविताको शीर्षक छ बाल अर्पण। सृष्टिकै बेलामा सबै रच्नुभयो, आकाश धरती सबै, पुरुषै र नारी सृष्टि गर्नुभयो, संसार धरती सबै। पिताले सङ्गति सुरुमा दिनुभयो धरती बगैँचातिर, नारीले सन्तानै सबै जन्म दियो संसार चारैतिर। इनामै प्रभुले सन्तान दिनुभयो, गर्भैमा रच्नुभयो, सारा भुवनै उज्यालो हुन गयो, आशिष धेरै दियो। आशिषे बगैँचा बनाउनु भयो, संसार दिनु भयो, सृष्टिको पहिले नै योजना थियो, सिर्जेर दिनु भयो। विधि विधान बाल अर्पण थियो सुरुमै धरतीतिर, सारा संसार नै सृष्टि गर्नुभयो धरतीको चारैतिर। उत्कृष्ट मानवै बनाउनु भयो, जीवन दिनु भयो, प्रेमैले संसारै बनाउनु भयो, धरतीमा राख्नु भयो। प्रभुमा बाल अर्पणै हुन गयो संसारको यात्रामा, सृष्टि हुनु पहिले नै योजना भयो सिर्जेर संसारमा। छोरा छोरीहरू इनाम हुन गयो, प्रेमैले दिनु भयो, यो सारा विधानै रचेर प्रभुले संसारमा दिनु भयो। धन्यवाद।